हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी यसो ब्लग गर्थ्यौँ है त। आज चाहिँ यहाँ सरसफाइ कार्यक्रम हुँदैछ। म चाहिँ छोरी सुताएर अब सरसफाइ कार्यक्रम सुरु गर्दैछु। यो मोबाइलले मलाई एक दिन पागल बनाउँछ, कहिले हँसाउँछ कहिले रुवाउँछ। हाँस्दा र रुँदा मेरो दिन जाने भयो। सो आज चाहिँ म मोबाइल सोबाइल नहेरिकन ब्लग गर्दै सरसफाइ गर्छु भनेको मेरो छोरी उठिसक्नुभयो। यस्तै गरेर हो क्या, मेरो केही काम पनि हुँदैन, किनकि मेरो छोरी सुत्नुहुन्न, उठ्या गर्नुहुन्छ, उहाँसँगै बसिराख्नुपर्छ, यताउता गयो कि उठिहाल्नुहुन्छ। त्यही भएर मेरो कहिले कामै हुँदैन। त्यही भएर आज चाहिँ उठाएर भए पनि त्यहीँ सुताएर भए पनि यो सरसफाइ चाहिँ गर्नु पर्यो। भद्रगोलदेखिर टाउको देखिसक्यो मेरो। यो प्रेग्नेन्सी जर्नीदेखि मेरो यो सरसफाइको भूत चढेको होइन, अहिलेसम्म उत्रेकै छैन। भने सरसफाइ भएन, यो काचोकुचुक देख्यो भने मलाई यस्तो टाउको दुख्छ, मुडै अफ हुन्छ भने फ्रेसै हुन्न। मलाई मात्र यस्तो भयो कि अरूलाई नि यस्तो हुन्छ? प्लिज भनिदिनु त। प्रेग्नेन्सीमा धेरै हर्मोनहरू चेन्ज हुन्छ अरे, सो त्यही भएर मलाई नि यस्तै भयो होला हर्मोन चेन्जको कारणले। फेरि आफू चाहिँ बसेर उठ्न सकिँदैन, उठेर बस्न सक्दैन क्या। बसेर एकछिन उठ्यो नि मेरो हात ढाँड खुट्टा टाउको पैताला केही चाहिँ दुख्दैन क्या, सब दुख्छ क्या बसेर उठ्नुन्जेल। म यहाँ बोलिरहेको छु, मेरो छोरी पनि ब्याकग्राउन्ड साउन्ड दिइरहेको छ अलिअलि। छोरी पाइकन म अलि एक्टिभ भएको छु जस्तो लाग्छ हो, मलाई आफूलाई फिल भइरहेछ। सुत्केरी भए पनि 2 महिना भइसकेछ। छिटो गएको हो कि ढिलो गएको अत्तो पत्तै छैन। को सुत्केरी मामुहरू मजाले रेस्ट गर्नुभयो, सुतेर बस्नुभयो। कति महिना सुतेर बस्नुभयो? म त सुतेर बस्नै सक्दिनँ हौ, ढाड दुखेर मर्छु। त्यही भएर बढी हिँड्यो नाच्यो भने चाहिँ ढाड दुख्दैन। सुतिरहेको हुन्छ ढाड कहिले कम्मर कहिले खुट्टा दुखेर म त मर्छु जस्तो हुन्छ हौ। सबले गाली गरिरहेको छ अहिले, यहाँ सुत्केरीको बेला हलचल गरेर यता हिँड्यो उता हिँड्यो भनेर गाली गरेर चाहिँ के गर्नु त हौ, बसिरहन सक्दिनँ। एक्लै छु सुत्केरी भनेर बसेर या गर्नु पनि भएन। अब छोरी समात्नु पऱ्यो, छोरीलाई डुलाउनु पऱ्यो, अब झन् डुल्ने बानी लाएर यस्तो हैरान गर्दै छोरीले। यस्तै चल्दैछ मेरो जिन्दगी आजभोलि। आज एकछिन मोबाइल नहेरेर मेरो दिउँसोभरिको काम यस्तो भयो। अब थकाइ पनि लाग्यो, भोक पनि लाग्यो, ट्याक्कै छोरी पनि उठ्नु भयो। अब यहाँ एकछिन छोरीलाई खेल्न लाएर दुध बसाल्न जानु पऱ्यो, दुध सुत खानु पऱ्यो, के छ हेरौँ खाजा। सुत्केरीमा कोले घिउ चाको माम खानुभयो, मैले चाहिँ दुध र चाको खाएँ है। अनि खाएर आएर बेबीलाई डाइपर चेन्ज गरेर बेबी रुममा खेलिरहेछौँ। अब बाबालाई कुरिरहेछौँ, बाबाले चाहिँ खाजा लिएर आउने भनेर। घरमा खाजा बनाऊँ के बनाऊँ थाहा छैन। छोरी उठ्या चाहिँ एक त ल बाबाले खाजा ल्याइदिनुहुन्छ अरे, अनि त्यही भएर अब बाबा आएर बाउ छोरी खेल्न थाल्यो, मोमो लिएर आउनु भएछ। सो हामी चाहिँ अब मोमो खान थाल्यौँ। सुत्केरी हुँदाखेरि कसले के बार्नु भयो। मैले चाहिँ सुत्केरी भएदेखि हस्पिटलबाट डिस्चार्ज हुने दिनदेखि मैले चाहिँ केही पनि बारेको छैन। अमिलो पिरो नुनिलो केही बारेको छैन क्या। मैले त नर्मली पहिला जस्तो थियो त्यस्तै खाइरहेको छु क्या। मैले जे पनि खाइरहेको छु होइन, आफूले सहन सक्ने जति, आफूले सहन नसक्ने ओभर चाहिँ खान्न, आफूले सहन सक्ने सब खान्छु, बाहिरको भित्रको सबै खाइरहेको छु क्या। मलाई केही भएको छैन, बेबीलाई पनि केही भएको छैन अहिलेसम्म। चटपटे पानीपुरी त म डेली खान्छु भन्दा नि हुन्छ। अमिलो र पिरो चाहिँ अलिक कम हालेर खान्छु, तर म डेली खाइरहेको जस्तै हुन्छु। खाजाको नाममा म त केही पनि देख्दिनँ, यो मोमो चाउमिन अनि यो पानीपुरी चटपटे बाहेक अरू केही देख्दिनँ। यसरी नै हाम्रो दिन चाहिँ सकिन्छ। अब चाहिँ हामी सुत्न लाग्यो। गुड नाइट, बाई बाई। आजको ब्लग चाहिँ यतिमा एन्ड भयो। बाबा, थ्याङ्क यू फर वाचिङ।